हेलो गाइस, म चाहिँ आज आइसकेको छु टोखामा रहेको भुतखेल पार्कमा। यो चाहिँ आज भुतखेल पार्कको दृश्य तपाईँहरूलाई म देखाउन गइरहेको छु। यतातिर चाहिँ एकदमै राम्रो दृश्य देख्न सकिन्छ होइन। पानी पर्न लागेको छ, मौसमले पनि च्यालेन्ज गरिरहेको छ, एकदम चिसो चिसो छ। निकै रमणीय ठाउँ छ, रमणीय दृश्य भएको ठाउँमा चाहिँ घुमिरहेको छु। यो चाहिँ अहिले पिकभित्र छु। अब गइरहेको छु अगाडि हेर्नलाई। भुतखेल पार्क चाहिँ एकदम निकै चर्चित रहेको ठाउँ हो। हेरौँ कस्तो छ। यहाँ निकै पिकनिक स्पोटहरू पनि रहेको छ, रमाइलो रमाइलो ठाउँहरू छ। यहाँ चाहिँ भर्खरै एक्सर्साइज गर्ने ठाउँहरू, खेल्ने बच्चा खेल्ने ठाउँहरू बन्दैछ होइन पार्कभित्र। एकदमै दामी हेर्न सक्नुहुन्छ। यतातिर चाहिँ धेरै पिकनिक स्पोट पिकनिक पनि आउनुभएको छ। धेरै मान्छेहरू हुनुहुन्छ घुम्नलाई। यता तलतिर निकै राम्रो छ, रिसोर्टहरू छ। उता तलतिर यो साइडतिर चाहिँ रिसोर्टहरू पनि देख्न सकिन्छ भित्री भागमा। आमा पार्क यहाँ देख्न सकिन्छ, निकै राम्रो छ। अगाडि यहाँले चाहिँ गेम खेलिरहनु छ, चट्टा लगाएर होइन। गेम पनि हेर्यौँ छ, तासको गेम। अब यहाँदेखि अझ उँधो पनि निकै राम्रो ठाउँ छ बस्नलाई, घुम्नलाई चाहिँ धेरै राम्रो छ। यहाँ चाहिँ एकदमै राम्रो पिकनिक स्पोटहरू छ। यो प्रतीक्षालय भयो, यहाँ ट्याक्क बस्नको लागि पनि निकै रमाइलो शान्त ठाउँ रहेको छ। हजुरहरू पनि आउन सक्नुहुन्छ घुम्नको लागि। हेर्नुहोस्
रुखकाची। अब म चाहिँ प्रतीक्षालयभित्र एकछिन हेर्न गइरहेको छु। यहाँ चाहिँ यस्तो खालको छ प्रतीक्षालय, हल्का फोहोर पानीहरू जमेको रहेछ अलिकति। सो गाइज म चाहिँ लगभग यतापट्टिको साइड चाहिँ घुमिसकेको छु होइन। अब अगाडि अर्को उतापट्टिको अलिकति हरियालीतिर चाहिँ घुम्न बाँकी छ, त्यो साइडतिर। त्यता पनि म तपाईँलाई देखाउने छु। अहिले चाहिँ यो पार्कभित्र म यता घुमिरहेको छु। प्रतीक्षालय निकै राम्रो छ। यो चाहिँ यतापट्टि साइडमा रहेको पार्कहरू हो। यता हल्का दुब्बो हरियाली निकै नै रमाइलो छ। पारिपट्टि साइडमा चाहिँ म जान चाहिनँ खासै, किनकि मेरो राइड लागिसकेको छ होइन। अब राइड लागेको क्रममा भएर गर्दाखेरि म अगाडि जान चाहिनँ। मैले यहीँबाट देखाइरहेको छु। सो गाइस हेरिहाल्नुभयो हजुरहरूले, यहाँ टोखाको भुतखेल पार्क त होइन। भुतखेल पार्कको यो निकै नै हरियाली रमणीय दृश्य। अब चाहिँ मेरो भिडियो यहीँ एन्ड गर्दैछु। हस् त, धन्यवाद। यहाँ ब्लग भिजिट गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ।